कस्तूरी तिलकं ललाटपटले वक्षस्थले कौस्तुभं नासाग्रे परमौक्तिकं करतले वेणुकरे कङ्कणं सर्वाङ्गे हरिचन्दनं सुललितं कण्ठे च मुक्तावली गोपस्त्री परिवेष्टितो विजयते गोपाल चूडामणि। श्री गणेशाय नमः। समादरणीय दर्शक एवं श्रोता मित्रहरू नमस्कार। म ज्योतिषी ओम प्रकाश पोखरेल यहाँहरुको सामु उपस्थित भइसकेको छु। सदाका चाहिँ दैनिक राशिफल लिएर आज हामी तपाईहरुको सामु दैनिक राशिफल लिएर उपस्थित भएका छौं भने आज हामीले तपाईहरुलाई आजको दिनमा गर्नुहुने कर्महरू, के कर्महरू गर्दा शुभ हुन्छ र के कर्महरू गर्दा अशुभ हुन्छ र तपाईहरुले आफ्ना नित्य तथा नैमित्य कार्यहरूलाई कसरी चाहिँ गर्न सक्नुहुन्छ, लाभ अमृत र सुवेलाहरूलाई मध्यनजरमा राखेर गर्न सक्नुहुन्छ र त्यो बेलाहरू कति बजे चाहिँ परेको छ त आजको दिनमा राहु काल, यमघण्टक काल, गुलिक काल र अभिजित मुहूर्तहरू कुन कुन समयमा परेका छन्। आजको दिनमा तिथि बार नक्षत्र योग करणहरू के छन् र त्यो तिथि बार नक्षत्र योग करणहरूको फलादेश सहित तपाईहरुको सामु भिडियो लिएर उपस्थित भइसकेका छौं र तपाईहरुले यात्रामा जानु पूर्व के खाएर यात्रा गर्दा शुभ हुन्छ, कुन दिशातर्फ यात्रा गर्ने र कुन मन्त्र जपेर यात्रा गर्दा तपाईहरुको यात्रा सफल र सबल रहने सम्भावना बढी हुन्छ भन्ने कुरा पनि आजको भिडियोमा तपाईहरुको सामु लिएर उपस्थित भइसकेका छौं र तपाईहरुलाई पञ्चाङ्ग खण्ड हाम्रो भिडियोमा चाहिँ पहिला बताइने छ भने पञ्चाङ्ग खण्डको समाप्तिसँगै राशिफल खण्डमा हामी प्रवेश गर्नेछौं। सुरुमा पञ्चाङ्ग खण्ड श्रवण गरेर मात्र तपाईहरु राशिफल खण्डमा प्रवेश गर्नुहोला र तपाईहरुले हाम्रो भिडियो कुन ठाउँबाट हेर्दै सुन्दै हुनुहुन्छ र तपाईहरुलाई कस्तो लाग्दैछ, जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया तलको कमेन्ट बक्समा कमेन्ट गरेर बताइदिन नबिर्सिनुहोला र आफ्ना मनका जिज्ञासा मनोकांक्षाहरू केही छन्, यस्तो खालको भिडियो ल्याइदिए हुन्थ्यो भन्ने कुराहरू पनि तलको कमेन्ट बक्समा कमेन्ट गरेर बताइदिन सक्नुहुनेछ। तपाईहरुले हाम्रो च्यानललाई सब्स्क्राइब गरेर सँगै आउने बेल नोटिफिकेसनलाई पनि अलमा राख्न नबिर्सिनुहोला, किनकि तपाईहरुले सब्स्क्राइब गर्ने बित्तिकै हामीले अपलोड गर्ने यस्तै मासिक राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल र वार्षिक राशिफलका भिडियोहरू शीघ्र र छिटोभन्दा छिटो चाहिँ प्राप्त गर्नुहुनेछ। धर्ममा आधारित र ज्योतिषमा आधारित भिडियोहरू पनि हामीले यही च्यानल मार्फत लिएर आउने गर्दछौं र तपाईहरुलाई ज्योतिष सम्बन्धी केही कुरा जान्न बुझ्न सिक्न मन छ भने तपाईहरुको पारिवारिक जीवन, वैवाहिक जीवन, विद्यार्थीगत जीवन अथवा पेशागत जीवन जुन कुनै क्षेत्रमा पनि समस्याहरू देखिएका छन् भने त्यो समस्याको समाधान तल रहेको सम्पर्क नम्बरमा सम्पर्क गरेर हाम्रो ओम ज्योतिष परामर्श केन्द्रलाई सम्पर्क गरेर आफ्नो समस्याको समाधान जरैबाट चाहिँ निकाल्न सक्नुहुनेछ र तपाईहरुलाई ज्योतिष सम्बन्धी केही कुरा, ज्योतिष उपचार पनि तल रहेको सम्पर्क नम्बरमा सम्पर्क गरेर गर्न सक्नुहुनेछ। तपाईहरुलाई मसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने तल रहेको डिस्क्रिप्सनमा रहेको फेसबुकको लिंकबाट हामी फेसबुकमा जोडिएर पनि प्रत्यक्ष रूपमा कुराकानी गर्न सक्नेछौं। आदरणीय दर्शक एवं श्रोता मित्रहरू, अब ढिला नगरिकन लागौं विषयवस्तुतर्फ नै। तर त्यो भन्दा पहिला तपाईहरुले यस भिडियोलाई एक लाइक, एक कमेन्ट, एक शेयर अवश्य पनि गरिदिनु होला र हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु होला भन्दै अब लागौं विषयवस्तुतर्फ नै। आज मिति 2082 साल असार महिनाको 16 गते सोमबार, तदनुसार इस्वी सम्वत जुन 30 तारिक 2025। आज असाल शुक्ल पञ्चमी तिथि 9:47 जाँदासम्म रहनेछ बिहानको, त्यसपछि षष्ठी सुरु हुनेछ। नेपाल सम्वत अनुसार 1145 तछलात्व पञ्चमी, सूर्योदय 5:11 जाँदा हुनेछ भने सूर्यास्त साँझको 7:03 जाँदा हुनेछ। आदरणीय दर्शक एवं श्रोता मित्रहरू, आजका लागि दिनमान रहनेछ 13 घडी 52 पला। नेपाल सम्वत अनुसार 1145 तिछलात्व पञ्चमी, नक्षत्र मगा नक्षत्र 7:41 जाँदासम्म रहनेछ। करण बालव करण 12:41 जाँदासम्म रहनेछ। योग सिद्धि योग भोलि 11:47 जाँदासम्म रहनेछ। चन्द्रोदय 9:53 जाँदा हुनेछ भने चन्द्रास्त 10:47 जाँदा हुनेछ। चन्द्रमा सिंह राशिमा व्याप्त रहनेछन् 2:35 जाँदासम्म रात्रिको। आदरणीय दर्शक एवं श्रोता मित्रहरू, आजका लागि कुनै पनि साइतहरू जुरेका छैनन् भने अब लागौं लाभ अमृत र सुवेलाहरूतर्फ। बिहान 5:11 देखि 6:55 सम्म अमृत बेला रहनेछ।
6:55 देखि 8:39 सम्म कालबेला रहनेछ। 8:39 देखि 10:23 सम्म सुबेला रहनेछ। 10:23 देखि 12:07 सम्म रोक बेला रहनेछ। 12:07 देखि 1:51 सम्म उद्योग बेला रहनेछ। 1:51 देखि 3:35 सम्म चर बेला रहनेछ। 3:35 देखि 5:19 सम्म लाभ बेला रहनेछ। 5:19 देखि 7:03 सम्म अमृत बेला रहनेछ। अब लागौं रात्रि बेलाहरूतर्फ। साँझको 7:03 देखि 8:19 सम्म कालबेला रहनेछ। 8:19 देखि 9:35 सम्म सोबेला रहनेछ। 9:35 देखि 10:51 सम्म रोक बेला रहनेछ। 10:51 देखि 12:07 सम्म उद्योग बेला रहनेछ। 12:07 देखि 1:23 सम्म चर बेला रहनेछ। 1:23 देखि 2:39 सम्म लाभ बेला रहनेछ। 2:39 देखि 3:55 सम्म अमृत बेला रहनेछ। 3:55 देखि बिहानको 5:11 सम्म कालबेला रहनेछ। आदरणीय दर्शक एवं श्रोता मित्रहरू, सम्पूर्ण बेलाहरू भन्दा सबैभन्दा राम्रा बेलाहरूको रूपमा लाभ, अमृत र सोहेलालाई लिने गरिएको छ। तपाईहरूले आफ्ना नित्य तथा नैमित्य कार्यहरू लाभ, अमृत र सोहेलालाई मध्यनजरमा राखेर गर्नुभयो भने पक्कै पनि तपाईहरूको दिन सफल, राम्रो र शुभ हुनेछ। अब लागौं राहुकाल, यमघण्टक काल, गुलिका काल र अभिजित मुहुर्ततर्फ। आजका लागि राहुकाल रहनेछ 6:56 देखि 8:40 जाँदासम्म। राहुकाल भनेको अशुभ समय हो। यो समय अवधिमा कुनै पनि प्रकारका शुभ कार्यहरू सुरुवात गर्न वर्जित गरिएको छ। अब लागौं यमघण्टकतर्फ। 10:24 देखि 12:08 सम्म यमघण्टक रहनेछ। यमघण्टक भनेको मंगलको अशुभ उपग्रह मानिन्छ। उपग्रहको मतलब यसको भौतिक स्वरूप छैन, एक गणितीय बिन्दु मात्रै हो। यमघण्टकलाई महाअशुभ पनि मानिन्छ र यसले मृत्युतुल्य कष्ट दिन्छ भनेर शास्त्रमा उल्लेख गरिएको छ। तसर्थ यो समयमा आफ्नो शुभ कार्य तथा यात्रा आदि सुरुवात नगर्नुहोला। अब लागौं गुलिका कालतर्फ। गुलिका काल रहनेछ 1:52 देखि 3:36 जाँदासम्म। गुलिका काल भनेको शनिको अशुभ उपग्रह मानिन्छ। उपग्रहको मतलब यसको भौतिक स्वरूप छैन, एक गणितीय बिन्दु मात्रै हो। पुराण अनुसार गुलिका काललाई शनिदेवको पुत्र पनि मानिन्छ र गुलिका काललाई शनिको जस्तै फल मानिन्छ र यो समयमा गरिएका कार्यहरू पूर्ण हुँदैन र पुनः दोहोऱ्याएर गर्नुपर्ने हुन्छ। गुलिका कालमा आफ्नो महत्त्वपूर्ण तथा शुभ कार्यहरू सुरुवात नगर्नुहोला। अब लागौं अभिजित मुहुर्ततर्फ। 11:40 देखि 12:35 सम्म अभिजित मुहुर्त रहनेछ। अभिजित मुहुर्त भनेको अति शुभ मुहुर्त हो। यो समयमा पूजा आराधना वा हवन गरेर ईश्वरको आराधना गरे मनोकांक्षा पूर्ण हुनेछ। तपाईको हरेक शुभ कार्य यो समयमा सुरु गरे उत्तम सिद्ध हुनेछ र पूर्ण हुनेछ भन्ने शास्त्रीय मान्यता पनि रहेको छ। अब लागौं सोमबारतर्फ। शुभ कार्यहरूबाट सुरु गरौं। वाहन तथा कपडा खरिद गर्न, यात्रा तथा पार्टी समारोहमा जान, चन्द्र सम्बन्धी कार्यहरू जस्तै चामल, अन्न, जल, चाँदी तथा दूधजन्य सामग्री या गाई या दुधालु पशुहरू खरिद गर्न, कुनै पनि चलायमान तथा छिटो कारोबार हुने कार्यहरू गर्न, पारिवारिक कार्यहरू तथा भावनात्मक या भावनासँग जोडिएका कार्यहरू गर्न। अब लागौं अशुभ कार्यहरूतर्फ। नयाँ नोकरी तथा व्यापार व्यवसायको सुरुवातका लागि शुभ मानिँदैन। पूर्व दिशातर्फ लामो दूरीको यात्रा गर्न पनि शुभ मानिँदैन। हिंसा, काटमार तथा अन्य क्रूर या निर्दयी कार्यहरू गर्न पनि राम्रो मानिँदैन। अब लागौं शुक्ल पक्ष पञ्चमी तिथितर्फ। यो पूर्णा तिथिमा पर्दछ। यो तिथिमा यी कार्यहरू गर्नका लागि शुभ मानिन्छ। मङ्गनी, विवाह, भोज आदि कार्यहरू गर्न सकिन्छ। पूर्णा तिथिमा गरिएका सम्पूर्ण संकल्पहरूले कार्यमा पूर्णता पाउँछ भन्ने विश्वास पनि गरिन्छ। अब लागौं बालवकरणतर्फ। बालवकरण शुभचर करण हो। यो करणलाई ब्रह्माद्वारा शासन गर्दछन्। यो करणका निम्न कार्यहरूका लागि उपयुक्त मानिन्छ। पठन पाठन, शिक्षा आर्जन, शिक्षण कार्यहरूका लागि उपयुक्त मानिन्छ। दान दक्षिणा तथा धार्मिक कार्यहरूका लागि उत्तम मानिन्छ। यज्ञ गर्न, ब्राह्मणका लागि माङ्गलिक कार्यहरू गर्न पनि शुभ मानिन्छ। यो करणको ग्रहस्वामी इन्द्र हो। अब लागौं सिद्धि योगतर्फ। देवता गणेश, ग्रहदेव मंगल। यो सिद्धि योगमा गरिएका कुनै पनि कार्यहरूबाट सिद्धि प्राप्त हुनेछ। यो योगमा जुन कुनै कार्यहरू निसफलता प्राप्त हुने मान्यता रहेको छ। कुनै प्रकारका सिद्धि प्राप्त गर्न
प्रभुको पूजा आराधना तपाईहरु मन्त्रोच्चारण गर्नका लागि उत्तम मानिन्छ। अब लागौं मघा नक्षत्रतर्फ। शुभ कार्यहरूबाट सुरु गरौं। कुनै पनि प्रकारका भव्य समारोहका लागि उपयुक्त मानिन्छ, जस्तै विवाह, उत्सव, रंगमञ्च तथा ठूला सांगीतिक समारोह आदि। कुनै पनि सरकारी तथा राज्यसँग सम्बन्धित कार्यहरू या सार्वजनिक कार्यहरूका लागि पनि उपयुक्त मानिन्छ। सम्मान कार्यक्रम तथा प्रतिष्ठित व्यक्तिहरूसँग भेटघाट, आफ्नो वंशजहरूको खोज अध्ययन गर्नका लागि पनि अति नै शुभ मानिन्छ। पुरातत्वसँग सम्बन्धित या इतिहाससँग सम्बन्धित विषयहरूको खोज अनुसन्धान गर्नु परेमा यो दिन उपयुक्त रहन्छ। करियर, सेवा, करियर, पेशा, तपाईहरुको जागिर आदि पदोन्नति तथा प्रगति गर्नका लागि पनि नयाँ उपाय, रणनीति तथा योजनाहरू बनाउनु परेमा यो दिन अति नै उपयुक्त मानिन्छ। कुनै पनि पितृसँग सम्बन्धित कार्यहरू तथा धार्मिक संस्कारका लागि पनि उपयुक्त मानिन्छ। विवाद, मनमुटाव तथा विवादित विषयहरूको समाधान गर्नका लागि पनि शुभ मानिन्छ। ठूला तथा उच्च पदस्थ व्यक्ति जस्तै राजा, मन्त्री, उच्च सरकारी पदाधिकारीहरूबाट सहयोग र भेटघाटका लागि पनि यो दिन उपयुक्त मानिन्छ। अब लागौं अशुभ कार्यहरूतर्फ। पैसा, ऋण दिनका लागि यो दिन अशुभ मानिन्छ। भविष्यको योजना बनाउन तथा निर्माण गर्नका लागि पनि अशुभ मानिन्छ। यो नक्षत्रको प्रथम चरण गणन्त क्षेत्रमा पर्दछ। अतः यो नक्षत्रमा प्रथम चरणमा सकेसम्म महत्त्वपूर्ण तथा शुभ कार्यहरू सुरुवात नगर्नुहोला। आदरणीय दर्शक एवं श्रोता मित्रहरू, पञ्चाङ्ग खण्डको समाप्त भएको छ भने पञ्चाङ्ग खण्डको समाप्तसँगै अब हामी प्रवेश गर्दैछौँ राशिफल खण्डतर्फ। तपाईले सुरुमा पञ्चाङ्ग खण्ड श्रवण गरेर मात्र राशिफल खण्डमा प्रवेश गर्नुहोला। अब लागौं राशिफल खण्डतर्फ। सुरु गरौं मेष राशिबाट। मेष राशि व्यक्तिहरूका लागि आजको दिन यात्रा कष्टकर रहला। मन शान्त रहनेछ र पढाइमा पनि मन जाँदैन। निराशाजनक फल हात पर्न सक्ला। पुराना कुरालाई लिएर घर्यासी वाद विवादमा फस्ने सम्भावना रहेको छ। कार्यक्षेत्रमा इष्टमित्रहरूको साथ र सहयोग मिल्नेछ। जग्गा जमिनबाट राम्रो लाभ आर्जन गर्न सकिएला। माताको कुरालाई बेवास्ता नगर्नुहोस्। आजका लागि तपाईहरुका लागि शुभ रङ सुन्तला हो भने शुभ अङ्क 2 रहेको छ। अब लागौं वृष राशितर्फ। वृष राशि व्यक्तिहरूका लागि तपाईको मन अशान्त तथा निराश रहन सक्छ। पारिवारिक कारणले मनमा चिन्ता तथा असन्तुष्टि रहला। यो अवधिभरि कसैसँग विवाद तथा झगडा नगर्नुहोला। तपाईहरुको असोपर्दो कार्य बन्नाले गर्दा नयाँ कार्यप्रति जिम्मेवारी बन्नेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। आफ्नो सहयोगको सदुपयोग गर्नुहोला। विचार गरेर काम गर्दा समय राम्रो रहनेछ। आजका लागि शुभ रङ नीलो भने शुभ अङ्क 1 रहेको छ। अब लागौं मिथुन राशितर्फ। मिथुन राशि व्यक्तिहरूका लागि तपाईका लागि सुख र धनको प्राप्ति हुनेछ। नयाँ वस्त्र प्राप्त हुन सक्छ। आफन्त तथा मित्र आदिबाट सहयोग र साथ मिल्ला। स्वास्थ्यले साथ देला र शत्रुमाथि विजय प्राप्त हुनेछ। पराक्रममा वृद्धि होला। तपाईको समय उत्तम सिद्ध हुनेछ। छोटो दूरीको सुखद यात्रा पनि हुन सक्छ। कार्यक्षेत्रमा मेहनतको फल प्राप्त हुनेछ। बुद्धिको उपयोग धन र विद्या आर्जन गर्न सकिनेछ। बोलीको भरमा चिताएको कार्य सम्पादन गर्न सकिनेछ। आजका लागि शुभ रङ सेतो भने शुभ अङ्क 3 रहेको छ। अब लागौं कर्कट राशितर्फ। कर्कट राशि व्यक्तिहरूका लागि मानसिक असन्तोष पैदा हुनेछ। आफ्नो कुटुम्बहरूसँग सुमधुर सम्बन्ध बनाउने प्रयत्न गर्नुहोला। कार्यसिद्धिमा बाधा अड्चन आउनेछ। घाटा, बाधा, आकस्मिक सङ्कट आदिको सामना गर्नु पर्ला। स्वास्थ्यमा प्रतिकूल असर आदि हुन सक्छ। पढाइमा पनि मन जाँदैन। भाग्यले कार्यक्षेत्रमा नयाँ अवसरहरू दिलाउनेछन्। तपाईहरुको विपरीत परिस्थितिमा बुद्धि र विवेकताको प्रयोग गरेर निर्णय लिनुहोला। स्वास्थ्यमा ध्यान दिनुहोला। यात्रा सुखदायी रहनेछ। आजका लागि शुभ रङ नीलो भने शुभ अङ्क 7 रहेको छ। अब लागौं सिंह राशितर्फ। सिंह राशि व्यक्तिहरूका लागि गोचरमा चन्द्रमा तपाईको चन्द्र लग्नमाथि आएको छ। उक्त अवधिभरि तपाईको दिन अनुकूल रहनेछ।
गोचरमा चन्द्रमा तपाईको चन्द्र लग्नमाथि आएको छ। उक्त अवधिभरि तपाईको दिन अनुकूल रहनेछ। सुख र आनन्द प्राप्त हुनेछ। वस्त्र आभूषण दाम्पत्य सुख आदि प्राप्त हुनेछ। मन प्रसन्न रहला। मन मिल्दो साथीसँग भेटघाट मन उत्साहित रहनेछ। अरूको लागि बुद्धि र श्रमको खर्च गर्नु पर्ला। व्यापारबाट लाभार्जन गर्न सकिनेछ। आजका लागि शुभ रङ हल्का सेतो हो भने शुभ अङ्क 5 रहेको छ। अब लागौं कन्या राशितर्फ। कन्या राशि व्यक्तिहरूका लागि तपाईका लागि उक्त अवधि अनुकूल नरहला। तपाईको अनावश्यक यात्रा अथवा खर्च हुन सक्छ। आफ्नो स्वास्थ्यको विशेष गरी ध्यान दिनुहोला। व्यर्थको कार्यमा आफ्नो ऊर्जा समय र पैसा खर्च हुन सक्छ। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। प्रशासनिक वा राज्यबाट सोचे जस्तो सहयोग प्राप्त नहोला। स्वास्थ्यलाई लिएर असमझदारी तपाईहरुले लापरवाही नगर्नुहोला। स्वास्थ्यलाई ध्यान दिनुहोला। आजका लागि तपाईहरुका लागि शुभ रङ आकाशे हो भने शुभ अङ्क 1 रहेको छ। अब लागौं तुला राशितर्फ। तुला राशि ने व्यक्तिहरूका लागि व्यापार व्यवसायमा लाभ प्राप्त होला। धन लाभ होला। उत्तम भोजन प्राप्त हुन सक्छ र सन्तानबाट सन्तुष्टि प्राप्त हुन सक्ला र स्त्रीबाट पनि सहयोग र साथ मिल्न सक्छ। धर्म कर्ममा रुचि बढ्नेछ। विद्यार्थीहरूको तर्क शक्तिमा वृद्धि हुनेछ। कानुनी मामिलाहरूमा सुल्झिनेछन्। स्वास्थ्य सबल रहनेछ। आजका लागि शुभ रङ नीलो भने शुभ अङ्क 7 रहेको छ। अब लागौं वृश्चिक राशितर्फ। वृश्चिक राशि ने व्यक्तिहरूका लागि कार्यसिद्धि होला। मान सम्मानमा वृद्धि होला। स्वास्थ्यमा पनि साथ देला। साथै उच्च अधिकारीबाट पनि साथ र हौसला मिल्ला। तपाईको कार्यको तारिफ हुन सक्छ। आफन्तहरूको मध्य रमाइलो समय बित्नेछ। पहिला गरिएका कार्यहरूको प्रशंसा हुनेछ। दाम्पत्य जीवन र प्रेम जीवनमा सुमधुर सम्बन्ध बनाउनुहोला। सुमधुर सम्बन्ध रहनेछ। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजका लागि शुभ रङ हरियो भने शुभ अङ्क 3 रहेको छ। अब लागौं धनु राशितर्फ। धनु राशि ने व्यक्तिहरूका लागि मानसिक चिन्ता र असन्तुष्टि रहला। व्यापार व्यवसायमा आफूले सोचे जस्तो नहोला र राज्यबाट भय रहन्छ। स्वास्थ्यले पनि साथ नदेला। यो समय अवधिमा मन्दिर या धार्मिक स्थलहरूको दर्शन गरी दान दक्षिणा दिनका लागि उत्तम हुन्छ। तपाईहरुको आय आर्जनमा नयाँ स्रोतहरू निर्माण हुनेछन्। आर्थिक पक्ष सबल रहनेछ। घरमा गृहिणीहरूलाई जीवनसाथीबाट उपहार मिल्ला। आजका लागि शुभ रङ सुन्तला हो भने शुभ अङ्क 7 रहेको छ। अब लागौं मकर राशितर्फ। मकर राशि ने व्यक्तिहरूका लागि स्वास्थ्यको ख्याल राख्नुहोला। मन शान्त रहनेछ। कष्ट रोग घाटा आकस्मिक सङ्कट आदिको भय रहन्छ। साझेदारीमा व्यापार व्यवसायमा लाभ रहनेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। काममा उत्साह र गति आउनेछ। तपाईहरुको सामूहिक गरिने कार्यबाट फाइदा मिल्नेछ। आजका लागि शुभ रङ तपाईहरुका लागि कलेजी हो भने शुभ अङ्क 7 रहेको छ। अब लागौं कुम्भ राशितर्फ। कुम्भ राशि व्यक्तिहरूका लागि धन लाभ प्राप्त हुन सक्छ। व्यापार व्यवसायमा सन्तुष्टिजनक नतिजा प्राप्त हुन सक्ला। दाम्पत्य सुख र आफ्नो पार्टनरबाट सुख प्राप्त होला। सुखद यात्रा पनि हुन सक्छ र तपाईहरुको स्वास्थ्यले पनि साथ देला। तपाईहरुको समाजमा मान प्रतिष्ठा बढ्नेछ। महत्त्वपूर्ण कार्यको थालनी गर्न घर परिवारमा सल्लाहको अवश्य लिनुहोला। व्यापार व्यवसायमा मनज्ञ लाभ प्राप्त हुनेछ। आजका लागि शुभ रङ खैरो भने शुभ अङ्क 9 रहेको छ। अब लागौं 12औं राशि अन्तिम राशि मीन राशितर्फ। मीन राशि ने व्यक्तिहरूका लागि मन प्रसन्न रहला। धन र स्वास्थ्यको लाभको साथै सुख प्राप्त होला। शत्रुमाथि विजय प्राप्त हुनेछ। तर यो समय अवधिमा व्ययमा वृद्धि हुन सक्छ। पारिवारिक सद्भावमा बढ्नुका साथै नयाँ कार्य प्रारम्भ गर्न तपाईहरुको उपयुक्त समय रहेको छ। बोलीको प्रभावले आँटेका कार्य सिद्ध गर्न सकिनेछ। आय स्रोत सबल रहनेछ। आजका लागि शुभ रङ हरियो भने शुभ अङ्क 7 रहेको छ। आदरणीय दर्शक एवं श्रोता मित्रहरू, राशिफलका कुरालाई मध्यनजरमा राखेर आफ्ना नित्य तथा नैमित्य कार्यहरूलाई अगाडि बढाउनु भयो भने पक्कै पनि तपाईहरुको दिन सफल, राम्रो र शुभ हुनेछ। सोचे अनुरूपको हुनेछ। र तपाईहरुले हाम्रो च्यानललाई सब्स्क्राइब गरेर सँगै आउने बेल नोटिफिकेसनलाई पनि अलमा राख्न नबिर्सिनुहोला।
किनकि हामीले यस्तै दैनिक, साप्ताहिक, मासिक र वार्षिक राशिफलका भिडियोहरू, धार्मिक भिडियोहरू र ज्योतिषमा आधारित भिडियोहरू हामीले अपलोड गर्ने बित्तिकै शीघ्र र छिटोभन्दा छिटो चाहिँ प्राप्त गर्नका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरेर सँगै आउने बेल नोटिफिकेसनलाई अलमा राख्न नबिर्सिनुहोला। र तपाईहरुले हाम्रो भिडियो कुन ठाउँबाट हेर्दै सुन्दै हुनुहुन्छ र कस्तो लाग्दैछ, जस्तो लाग्छ त्यस्तै सल्लाह, सुझाव र प्रतिक्रिया पनि तलको कमेन्ट बक्समा कमेन्ट गरेर बताइदिन नबिर्सिनुहोला। र तपाईहरुले यस भिडियोलाई एक लाइक, एक कमेन्ट, एक शेयर अवश्य पनि गरिदिनु होला भन्दै तपाईहरुलाई ज्योतिष सम्बन्धी केही कुरा जान्न, बुझ्न, सिक्न मन छ भने तपाईहरुको पारिवारिक जीवन, वैवाहिक जीवन, विद्यार्थीगत जीवन, पेशागत जीवन अथवा जुन कुनै क्षेत्रमा पनि समस्या देखिएको छ भने तल रहेको सम्पर्क नम्बरमा सम्पर्क गरेर आफ्नो समस्याको समाधान खोज्न सक्नुहुनेछ र समस्यालाई जरीबाट हटाउन सक्नुहुनेछ भन्दै आजका लागि छुट्छौं, बिदा हुन्छौं। अर्को दिन अर्को भिडियोका साथमा भेट्नेछौं। हस्त धन्यवाद। शुभ दिन, शुभ समय।